साथीहरु यो भिडियोमा तपाईहरुले जापानमा ट्रेनको टिकट कसरी किन्ने भन्ने बारेमा थाहा पाउन सक्नुहुन्छ। कतिबेला हामीसँग कार्ड हुँदैन अथवा चाहिँ नेपालबाट आउने टुरिस्टहरुसँग इमिडिएटली कार्ड हुँदैन, त्यसको बारेमा चाहिँ यो भिडियोमा मैले बताउन गइरहेको छु। सबभन्दा पहिले चाहिँ ट्रेन स्टेशनहरुमा यस्तो खालको बोर्डहरु हेर्ने चढ्ने ठाउँभन्दा अगाडि हैन त्यो टिकटको बोर्ड हो, त्यो निलोमा सेतो लेखेको हुन्छ। त्यसको साइडपट्टि यो टिकट किन्ने मेसिनहरु हुन्छन्। त्यो मेसिनमा आफैले टिकट किन्नुपर्छ, आफू त्यहाँ पैसा ड्रप गरेर आफैले किन्ने सुविधा हुन्छ। अनि सबभन्दा पहिले मेसिनमा गइसकेपछि त्यहाँ चाहिँ भाषा छनौट गर्ने, त्यहाँ माथि टप कर्नरमा ल्याङ्ग्वेज हुन्छ, त्यो सजिलोको लागि चाहिँ अंग्रेजी भाषा सिलेक्ट गर्ने। अनि त्यसपछि इंग्लिशमा गइसकेपछि टिकटमा क्लिक गर्ने। टिकटमा क्लिक गरिसकेपछि अब हामीले चाहिँ कुन ठाउँमा जाने हो त्यो ठाउँ अनुसारको टिकटको रेट फरक हुन्छ। अब यो निलो स्टेसन तपाई भएको स्टेसन हो, त्यहाँबाट कुन स्टेसन तपाई जाने हो त्यो नाम सिलेक्ट गरेर त्यसको मुनिपट्टि कति पैसा लेखेको छ त्यो पैसा चाहिँ त्यो स्क्रिनमा हान्ने। जस्तो म 2 स्टेसन पर गए 160 रुपैयाँ लाग्यो, अब 160 हान्ने। अनि त्यसपछि अब मैले 160 रुपैयाँ त्यहाँ हाल्नु पर्यो। अब कोइन छ भने तपाई चाहिँ त्यति अमाउन्ट भन्दा माथिको कोइन राख्न सक्नुहुन्छ त्यहाँ, हैन भने बिल पैसा छ भने त्यो क्याश पैसा पनि यतापट्टि कागजको नोट पनि हाल्न पाउनुभयो। त्यसपछि हालिसकेपछि माथि रिसिप्टमा क्लिक गर्ने। त्यसपछि चाहिँ तपाईले रिसिप्ट पाउनुहुन्छ र बाँकी पैसा बचेको पैसा मेसिनले फिर्ता गरिदिन्छ। अनि त्यसपछि तपाईले टिकट पाउनुहुन्छ। अनि यो टिकट पाइसकेपछि टिकटसँगै बिल पनि पाउनुहुन्छ। अब यो तपाईले प्रयोग गर्ने हो, तपाईको टिकटको काम भइसक्यो। यो चाहिँ बिल आयो, यसको बिल हो, ठुलो साइजको, सानो साइजको चाहिँ यो ट्रेनको टिकट हो। अब तपाईले ट्रेन चढ्ने ठाउँमा जानुहुन्छ र यतापट्टि साइडमा जुन सानो पाल छ ठ्याक्क टिकटहरु, अनि यो सानो टिकट त्यसमा हाल्ने। टिकट हालिसकेपछि यतापट्टिबाट निकाल्छ, त्यसलाई हातले लिने, रिसिभ गरिसकेपछि फेरि त्यसलाई सुरक्षित राख्ने, त्यसलाई नफाल्ने। किनभने अब तपाईले फेरि ट्रेनको यात्रा सकेपछि एक्जिटमा फेरि त्यो टिकटलाई राख्नुपर्छ त्यस्तै मेसिनमा, अनि मात्रै तपाईले बाहिर निस्कन पाउनुहुन्छ। अब तपाईले चाहिँ ट्रेन कुन साइडतिर जाने हो त्यो माथि बोर्डमा हेरेर त्यो अनुसारको डेस्टिनेसनको बाटोमा तपाईले जाने। त्यहाँ गइसकेपछि अनि तपाईले चाहिँ त्यहाँ ट्रेनको लागि वेट गर्ने। अनि त्यसपछि यो लाइनहरु हुन्छ, यो निलो कलरको हुन्छ, कुनै ठाउँमा लाइन हुँदैन, लेखेर बोर्ड राखेको हुन्छ सानो भुइँमै टाँसेको, अनि त्यहाँ वेट गरेर अनि निस्किने। अब तपाईले चाहिँ ट्रेनको यात्रा सक्नुभयो, अब एक्जिटको लागि बाहिर निस्किनुभयो। अब बाहिर निस्किसकेपछि यसरी फेरि तपाईले त्यो टिकटलाई चाहिँ प्रयोग एकचोटी फेरि गर्नुपर्छ। अब जुन किसिमको मेसिनमा तपाईले चढ्नु भएको थियो त्यस्तै किसिमको एक्जिट मेसिन यतापट्टि छ, त्यही किसिमले तपाईले त्यो सानो पालमा त्यो राख्नुभयो। अब तपाई त्यो फिर्ता पाउनुहुन्न, त्यो त्यही हुन्छ र तपाईको यात्रा यसरी सकिन्छ। भिडियो हेर्नुभएकोमा धन्यवाद।